परमेश्वर सबै पाए पनि म तपाईलाई मागिरहँदछु। जब मेरो जीवनमा सबै अभावहरू पूरा हुन्छन्, जब मेरो आँसुहरू पुछिन्छन्, जब मैले मार्गमा प्रार्थनाहरूको उत्तर पाउँछु, जब मेरो बाटोमा उज्यालो उज्यालो मात्र देख्दछु, त्यति बेला पनि हे परमेश्वर म तपाईलाई नै मागिरहँदछु। जब मेरो हात खाली हुँदैन, जब मेरो घरमा खुसीले भरिन्छ, जब मानिसहरूले मेरो सफलताको प्रशंसा गर्दछ, जब मेरो जीवनमा दुःख बाँकी रहँदैन, त्यति बेला पनि मेरो हृदयले नभुलोस् यी सबै भन्दा ठुलो आशिष तपाईको उपस्थितिमा रहेको छ। हे प्रभु, मलाई संसारका सबै कुराहरू दिएर तपाईलाई बिर्सन नसकोस्। मलाई धनहरू दिएर मेरो विश्वास हट्न नसकोस्। मेरो सफलताहरू देखेर मेरो आफ्नो नम्रता हराउन नसकोस्। मलाई खुसीहरू देखेर ती प्रार्थनाहरू गर्न बिर्सिन नसकोस्। मलाई मानिसको साथ दिएर तपाईको साथको आवश्यकता त मूल्य बिर्सिन नसकोस्। किनकि मैले बुझेको छु मानिसहरू आज साथ दिन्छन्, भोलि टाढा हुन सक्छन्। समय आज राम्रो हुन्छ, भोलि परिवर्तन हुन सक्छ। धन आज हाम्रो साथमा छ, भोलि सकिन सक्छ। तर तपाई हे परमेश्वर हिजो आज अनि भोलि सदा सर्वदा हुनुहुन्छ। आज पनि मेरो साथमा हुनुहुन्छ, भोलि पनि मेरो साथमा हुनुहुनेछ। जब म रोएको थिएँ, धेरैले मेरो आँसु देखेनन्, तर तपाईले मेरो आँसुहरू देख्नुभयो। जब म एक्लै थिएँ, धेरैले मेरो एक्लोपन बुझेनन्, तर तपाईले मेरो त्यो एक्लोपनहरू बुझ्नुभयो। जब मैले बोक्न नसक्ने भएको थिएँ, मौन भएर आकाशतिर हेरे, मेरो मौनको प्रार्थना सुनिदिनु भयो। त्यसैले आज म तपाईसँग ठूलो कुरा माग्दिन। मलाई संसार जित्ने शक्ति मात्र होइन, आफ्नो हृदय जित्ने शक्ति दिनुहोस्। मलाई धेरै मानिसहरूको प्रशंसा होइन, तपाईको नजरमा राम्रो बन्ने जीवन दिनुहोस्। मलाई धेरै धन होइन, सन्तुष्ट हुने हृदय दिनुहोस्। मलाई दुःख कहिले नआओस् भनेर भन्दिन, दुःख आउँदा पनि तपाईलाई समातेर हिँड्न सक्ने विश्वास दिनुहोस्। मलाई आँसु कहिले नआओस् भनेर होइन, आँसु पर्दा परमेश्वर मेरो साथमा हुनुहुन्छ भन्न सक्ने साहस दिनुहोस्। मेरो जीवनको बाटो सजिलो बनाइदिनु भयो भने म तपाईलाई नबिर्सनुहोस्। मेरो बाटो कठिन भयो भने पनि म तपाईलाई दोष लगाउन नसकोस्। म जित्दा तपाईलाई धन्यवाद दिउँ, म हार्दा तपाईमा भरोसा गर्न सकोस्। किनकि मेरो जीवन सबैभन्दा ठुलो आवश्यकता तपाईको आशिष मात्र होइन, तपाई स्वयं हुनुहुन्छ। हे परमेश्वर, यदि मैले धेरै कुरा पाए तर तपाईलाई गुमाए भने मेरो जीवन अधुरो हुनेछ। तर यदि मैले संसारमा धेरै कुरा नपाए पनि तपाईलाई पाए भने म आफै धनी सम्झिनेछु। त्यसैले यो मेरो अन्तिम प्रार्थना हो, तपाईले मेरो हरेक आवश्यकता पूरा गरिदिनु भयो भने म तपाईलाई मागिरहूँ। तपाईले मेरो सपना पूरा गरिदिनु भयो भने म तपाईको इच्छा खोजिरहूँ।
तपाईले मेरो आँसुको हाँसोमा बदलिदिनु भयो भने म तपाईलाई धन्यवाद दिइरहँ र जीवनको अन्तिम साससम्म मेरो हृदयले यही भनिरहोस्, परमेश्वर नै सबै पाए भने पनि म तपाईलाई मागिरहँ। आमेन।